हेलो नमस्ते सबैजना। हामी चाहिँ अहिले धादिङको टोड्के भन्ने ठाउँमा छौँ। यहाँबाट चाहिँ विभिन्न हिम श्रृङ्खलाहरू अवलोकन गर्न सकिन्छ। धादिङको सान गणेश हिमाल भनेको चाहिँ म तपाईहरुलाई देखाउँदैछु। हाम्रो यो ठ्याक्क पारीको चाहिँ कटुन्जे गाउँ भयो। यसको माथि कुइरोमा छोपिएको लाङटाङ हिमाल। त्यसपछि लगत्तै यता देख्न सक्छौं हामी धादिङको सान गणेश हिमाल। रुबे भ्याली भनेको चाहिँ यसको तल यी तलतिरका डाँडाहरू पर्छन्। एकदमै रमाइलो ठाउँ छ। त्यसपछि हामी चारैतिर हिमाल देख्न सक्छौं। चारैतिर अहिले कुइरोले छोप्यो। यताका यो अन्नपूर्ण हिमाल, अन्नपूर्ण साउथ हो। यो यता अलि सल्लाहरुले छेक्यो। चारैतिर हिम श्रृङ्खला अवलोकन गर्न पाइन्छ हामीले। यहाँ चाहिँ एकदमै रमाइलो ठाउँ छ। सबैजना घुम्न आइज है केटा हो के